आयो अर्ग्यानिक आयो। यो पौराणिक कुरा हो यो सरौटो है। त्यसरी हामी चाहिँ गाईलाई दाना काट्छौँ। अहिले चाहिँ नयाँ नयाँ मसिन आएको छ। यो चाहिँ यसको नाम चाहिँ हो सरौटो। यो चाहिँ हामी अब जान्दादेखिको हामीले यसमै काटिआएको। अनि दानामा चाहिँ अहिले लेटेस्ट चाहिँ अहिलेको यो छ हाम्रो मकै है। मकैको भोटलाई चाहिँ दाना गाईको दानामा पनि दिन सक्छौँ। अन्त हाम्रो दैनिक ड्युटी दैनिक यो काम भनौँ गौ सेवाको काम यस्तो छ हाम्रो। तपाईँहरू के गर्नुहुँदै होला यति बेला? म चाहिँ यस्तो के अरे गाई धन्दा गाईको दानापट्टि लागिसकेँ। तपाईँहरूले मेरो भिडियो चाहिँ हेर्नुहुँदै होला है। अन्त यस्तै गाउँले भिडियो लिएर सधैँ उपस्थित हुन्छु म तपाईँहरूको सामु। तपाईँहरूले मन पराइदिनुहुन्छ र भनेर आशा साचेको छु। र तपाईँहरूले पनि यो सरौटो युज कति तल हुनुहुन्छ गाईको दाना काट्नुको लागि कमेन्टमा भन्नुहोस्। हामी चाहिँ त्यसरी दैनिक रूपमा युज गर्छौँ बिहान बेलुकै गाईको दाना काट्नुको लागि। र अहिले प्रायः जस्तो सबैले इलेक्ट्रिक मसिन ल्याएको छ सजिलोको लागि। त्यो चाहिँ मलाई चाहिँ लाग्छ त्यो चाहिँ छिटो क्विक भनौँ न, छिटो काम हुन्छ त्यो चाहिँ। तर त्यो र यसमा थुप्रो भिन्नता छ। इलेक्ट्रिकको आफै इलेक्ट्रिक दोडे चाहिँ चल्छ। यो चाहिँ हाम्रो यसमा थुप्रो कुरा लुकेको छ। यसमा चाहिँ एक त गाईको दाना पनि काटियो, अर्को एकदम यसको यो जुन चाहिँ हातको एक्सर्साइज पनि हुन्छ है। तपाईँहरू बिहानै उठेर यसरी काम गर्दाखेरि तपाईँलाई हातको एक्सर्साइज हुन्छ। अन्त मेरो देखाइमा चाहिँ तपाईँहरूको देखाइमा र तपाईँहरूले यो उसको चाहिँ के फाइदा पाउनुहुन्छ यसबाट भन्नुहोस्। तपाईँहरूले पनि मैले पाएको फाइदा चाहिँ यो हो, एक काम पनि भयो, अर्को आफ्नो हातलाई एक्सर्साइज पनि भयो। यस्तो छ हाम्रो गाउँले जीवन। तपाईँहरूलाई यस्तै भिडियो पस्किँदै आउनेछु। तपाईँहरूले मन पराइदिनुहुन्छ भन्ने आशा छ। हामीले यसरी चाहिँ गाईलाई पकाएर है, खोले पकाएर पहिला भुस पकाएर यसरी आगो बालेर दाना काटिसकेपछि यसरी हामी दिने गर्छौँ। तपाईँहरूले कसरी दिनुहुन्छ? तपाईँहरू कतिजनाले याद आयो होला पहिला नै गाई पालेर यसरी यो गरेको, गाई पालेर यसरी दानाहरू पकाएको